हेलो साथीहरु सबैजनालाई स्वागत छ है मेरो भिडियोमा। म चाहिँ जिल्ला हस्पिटलमा छु किनकि कान्छी बिरामी भएर जिल्ला हस्पिटलमा आइपुगेको छु। यो जिल्ला हस्पिटलको बाहिरको गार्डनहरु साथीहरु म चाहिँ पाथी भएर क्यान्टिनतिर जाँदै छु है साथीहरु। सो क्यान्टिनमा गएर हैन कान्छीको लागि जुस लिएर आउनु पर्ने छ। हिँड्दै छु यस्तो छ यतातिर यस्तो छ फोहोर छ है। झ्याउ उम्रिरहेको छ के हैन क्यान्टिन अगाडि गाह्रो छ साथीहरु सिन्धुलीको हालत। अब त्यही भन्न चाहन्छु यताबाट साथीहरु अलिकति अगाडि गएको ल हेर्नु साथीहरु यो पाथी भएर क्यान्टिन भित्रको है। मैले बाहिरको अब बोर्डको चाहिँ फोटो बनाएन। तपाईहरुलाई चाहिन्छ भने ई सेवा भनौं न स्क्यान पनि रहेछ है। सो मोबाइल बैंकिङ पनि चल्ने रहेछ यहाँ चाहिँ। त्यही भन्न चाहन्छु यतातिर तपाईहरुलाई के चाहिन्छ बाटो चाहिन्छ भने बाटो छ। यहाँ चाहिँ स्मोकिङ गर्न नपाइने रहेछ। सो स्मोकिङ गर्न चाहिँ पाइँदैन है। यहाँ के चाहिने बच्चाहरुलाई चाहिने सामानहरु नै सबै छ है। सो त्यही भन्न चाहन्छु। हेर्नु त भोटोहरु छ लुगाहरु छ सबै पाउँदै रहेछ। अनि ललिपप पनि छ साथीहरु यहाँ अनि कुरकुरेहरु पनि छ। साथै मैले चाहिँ एउटा जुस लिएको छु। अब यो जुस लिएर जान लाग्दैछु। दाइले चाहिँ मलाई पैसा रिटर्न दिन लागिरहनु भएको छ। सो एउटा रुमाल पनि लाने भनेर रुमाल लिन लागिरहेको छु म चाहिँ। सो त्यही हो साथीहरु। अब दाइले नि फिड गरिदिन लाग्नु भएको छ। मलाई पनि दिन लागेको थियो पैसा मैले दिइसकेको थिएँ। त्यही भएर साथीहरु मैले यतापट्टि देखाइरहेको छु यो जुस मैले लिएको हो। त्यही भन्न चाहन्छु लिइसके मैले चाहिँ अब ब्याग भएर बाहिर निस्किन लागेको साथीहरु। त्यही हो अब एकछिनमा बाहिर निस्किन्छु। सो त्यही भन्न चाहन्छु यतातिर यस्तो छ साथीहरु। सो है अब चाहिँ म बाहिर निस्किने टाइम भयो ल म बाहिर निस्किसकेँ साथीहरु। मैले जुस बोकेर आइरहेको छु है कान्छीलाई। त्यही भन्न चाहन्छु कान्छी चाहिँ धेरै बिरामी छ के ज्वरो आइरहेको छ। त्यही भएर हिँडिरहेको साथीहरु के गर्ने है। म चाहिँ जुस हस्पिटल फेरि त्यो क्यान्टिनबाट बाहिर निस्किसकेँ। हस्पिटल कम्पाउन्डमा पुगिसकेँ साथीहरु है। त्यही भन्न चाहन्छु यतातिर अघि म बाइकको बाटो नै हो बाहिरको गार्डनहरु हो। यतातिर चाहिँ मोटरसाइकलहरु रोकिरहेको छ। सिन्धुली जिल्ला हस्पिटल भन्ने माथि बोर्डमा देखाएँ मैले। सो त्यही भन्न चाहन्छु यहाँबाट आउँदैछु अब भित्र जाँदैछु है। भित्र जाँदैछु कान्छी बाटोमा पुगेपछि म तपाईहरुलाई भन्छु है साथीहरु। अब यहाँबाट भित्र यताबाट हिँड्दै जाने हो। सो यहाँबाट ढोका छ साथीहरु। यहाँबाट छिर्न पनि मिल्छ यहाँबाट छिर्न पनि मिल्छ। म चाहिँ यहीँबाट छिर्छु। उताबाट छिर्न पनि मिल्छ इमर्जेन्सीबाट यहाँबाट छिर्दा नि हुन्छ। मैले त्यहाँ बोर्ड देखाइरहेको छु साथीहरु। अब यसबाट म यतापट्टि जानुपर्ने हुन्छ है। अनि यो अगाडि उज्यालो देखेको छ नि यसबाट बाहिर निस्किने हो। फार्मेसी यता छ साथीहरु र म चाहिँ भित्र छिरिसकेँ यता भित्र आइपुगिसकेँ। सो त्यही भन्न चाहन्छु है भित्र अब यहाँ यो भित्र चाहिँ कान्छी छ चप्पल चाहिँ बाहिरै फुकाल्नु पर्ने हुन्छ। यहाँ नियम पनि छ कति बिरामी टाइमबाट लेखेको छ सबै लेखेको छ उसलाई चाहिँ। अनि यता बच्चाको मुटुकोटहरू पनि हेरेको छ नि साथीहरु। त्यही हो उसको कान्छी ज्वरो नापिरहेको छु। अनि ज्वरो कति आउँदो रहेछ देखाइदिन्छु साथीहरु। गाह्रो भइरहेछ ज्वरो आइरहेछ। ज्वरो अलिक घटेको छ अहिले चाहिँ नर्मल भइसक्यो ज्वरो हराइसक्यो। त्यही भन्न चाहन्छु है। त्यहाँ पसिना आइरहेछ। अघि लास्टै ज्वरो आएको थियो साथीहरु। हिजो बेलुका फेरि हराइसक्यो फेरि ज्वरो आयो गाह्रो छ। कान्छी अलि सन्चो भएन टाउको दुखी अलिक दुखै छ टाउको दुखेर पो हो कि गाह्रो भा आँखा दुख्छ सुनिहाल्नु साथीहरु। टाउको दुखेको छ अरे आँखा दुखेको छ अरे कान्छीलाई गाह्रो भइरहेको छ। हिजो अलि फेरि नर्मल होला जस्तो भएको थियो फेरि पनि आज टाउको दुखिरहेको छ। फेरि के भयो पनि साथीहरु म चाहिँ कान्छीलाई जुस खुवाउँदैछु। बजी फेरि हाम्रो होइन चिल्ड्रेन त ज्वरो कति बजीसम्म भएछ। साथीहरु 98 रहेछ अहिले चाहिँ ज्वरो धेरै कम भइसकेको छ। हेर्नु टोटल यो 98.3 रहेछ। अहिले त धेरै कम भइसकेको छ। अघि नै त धेरै थियो 103 थियो है साथीहरु। ज्वरो घटिसकेको रहेछ। अहिले चाहिँ अलि कम भएको छ। पसिना नि फुटिरहेको छ। अघि नै त
जति पानी हाल्यो भने सर्ट सर्ट सोच्ने भइरहेको थियो अहिले त पसिना फुटिरहेको छ ल साथीहरू नेक्स्ट भिडियोमा भेटौँला हस् त बाई बाई भिडियो मन पर्यो भने युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला बेल आइकन दबाइदिनु होला है साथीहरू